एकदम रेडी भइसक्यो एक्सप्लोर गर्नको लागि चट्टा लगाएर सबजना चस्मा अब चाहिँ हामी रेडी भइसक्यो अब जान्छौँ बाहिरतिर माङ्गपुङ्ग भइसक्यो त्यो चाहिँ मजा हो क्या के गर्ने भन्दा यत्तिकै भइहाल्छ है उफ्रिउ न पछाडि व्हाट्सअप गाइज के छ भने चाहिँ सबैजनाको एपसम्म सन्चै हुनुहुन्छ होला सो आज हामी चार्टर जाँदैछु एटलान्टिसमा होइन यसो वाटर पार्कमा त्यहाँ चाहिँ एकदम खतरा ठाउँ हो अब जट्टा लगाएर हामी चारजना अब ट्याक्सी लिन्छौँ बसौँ हामी चाहिँ बसिसक्यो अब ट्याक्सीमा अब हामी जानुपर्छ कहाँ अरे दाइ वाटर पार्कमा होइन वर्ल्डकै नम्बर 1 होइन त वर्ल्डकै सबभन्दा ठुलो वाटर पार्कमा जाँदैछौँ अनि वर्ल्डकै हो गिनिज बुक मैले लेखेको है वर्ल्डकै हो गिनिज बुक भिडियो लौँ क्या त्यहाँ जाँदैछु अनि त्यहाँ यसो रमाइलो गर्छौँ अब यसो हामी अहिले चाहिँ यो बाहिरको भिडियो सो हामी चाहिँ आइपुगिसकेको छ अब चट्टा हामी भित्र छिर्छौँ यो चाहिँ हाम्रो इन्ट्रान्स रहेछ यहाँबाट भित्र जानुपर्ने रहेछ जाउँ न त एकदम अब हिँड्न लैभयो नि वान चाहिँ यहाँ इन्ट्रान्स रहेछ यहाँबाट जाने अनि भित्र रमाइलो गर्दैछौँ लु हाम्रो सोरमा आइसक्यो अब केटाहरू खानुपर्छ एटलान्टिसको सोरमा यहाँ चाहिँ सुन हालेको छ अरे यहाँभित्र है सुनाइहाल्यो नि त यत्रो महँगो भनेर सुनाइहाल्यो नि त यहाँ 6 दिरामकोलाई सो आज हाम्रो यात्रा सुरु हुँदैछ अब रेडी यहाँ न फ्यान कत्रो ठुलो सो गाइज हामी चाहिँ आइसक्यो भित्र छिरिसक्यो अब चट्टा लगाएर हेर्नुलाई यहाँ नयाँ घडी दिएको छ यो चाहिँ लकरको किरे होइन चट्टालाई यो दियो अब चट्टा लगाएर जाने हो यसको चेन्ज गर्ने हो लकरमा जाने हो यसो सामानहरू राख्ने हो अनि त्यसपछि यसो यहाँको एक्सप्लोर गर्ने कस्तो छ दावाई दामी एकदम एक्साइटेड लागिरहेछ है कस्तो लागिरहेछ प्रेम बढिया है एकदम रमाइलो लागिरहेछ एक्साइटेड अब जानुपर्छ एकदम रमाइलो गर्नुपर्छ केटाहरूसँग होइन यस्तो हान्ने हो क्या अहिले पछि यहाँतिर यस्तो हाल्नु पाउँछ अरे यो चाहिँ अब वर्ल्डको सबभन्दा ठुलो वाटर पार्क हो यहाँ गिनिज बुकमा पनि नाम लेखिसकेको छ यो चाहिँ वर्ल्डको सबभन्दा ठुलो वाटर पार्क हो यहाँ चाहिँ एकदम यहाँ चाहिँ तपाईँले दिनभरि खेल्दा पनि यहाँ ठाउँ सकिँदैन यत्रो ठुलो छ कि त्यो कुरो अब जान्छौँ यस्तो रमाइलो गर्छौँ यो चाहिँ हेर्नु तपाईँले भ्यू अब त्यसपछि हामी चाहिँ यस्तो खेल्नुपर्छ चट्टा लगाएर हेर्नुलाई यस्तो खेल्न पनि पाउँदो रहेछ एकदम रेडी भइसक्यो एक्सप्लोर गर्नको लागि चट्टा लगाएर सबजना चस्मा लगाएर ढल्काएर केटाहरू अगाडि हिँडिरहेको छ म चाहिँ यहाँ पछाडि यसो भिडियो पनि गर्नु पऱ्यो होइन यसो तपाईँले देखाउनु पऱ्यो नि त कस्तो रहेछ भनेर अनि यो चाहिँ अहिले चाहिँ हामी टक्क समुद्रको अगाडि आइपुगिसकेको छ यहाँ तर चाहिँ यस्तो रहेछ होइन चट्टा लगाएर यहाँ चाहिँ समुद्र छ अनि अब हामी चाहिँ अब जान्छौँ उतातिर अब अहिले चाहिँ हामी लकर रुममा जानु लाग्यो हो अनि लकर रुममा जान्छौँ चेन्ज गर्छौँ त्यसपछि अब सुरु गरिहाल्नुपर्छ केटाहरू त चस्मा लगाएर फेरि आमा सुइलै आमा हिरो पल्टे जस्तो लागिरह्यो हामी चाहिँ लकर अब चट्टा लगाएर हो कहाँ राख्ने ए हाम्रो लकर आर यु रेडी गाइस जाउँ जसको अब चाहिँ हामी रेडी भइसक्यो अब जान्छौँ बाहिरतिर कस्तो माङ्गपुङ्ग भइसक्यो अब जाने हो खोइ कहाँ जाने अब अगाडितिर हेरौँ नजारा अलि नजारा पनि हेर्नुपर्छ अनि जाने हो कस्तो लागेर सुझ्दै पुरा सेतो भएर बुङ्गाभरि गएको बोसो लागि चाहिँ पेट भएन तर प्रेमको पेट देख्दैन थियो होइन मेरो पेट के हो कति मसला हट बोसो धेरै लागेछ नि मेरो ठिक छ अब जानुपर्छ केटा रेडी भइसक्यो अब जाने यसो रमाइलो गर्ने सुन्नु हाल्ने यस्तो खतरा मोजा दिएको छ होइन यहाँ हिँड्नको लागि र यस्तो मोजा दिएको रहेछ अनि केटाहरू अब जाँदैछौँ एक्सप्लोर गर्नको लागि चट्टा लगाएर फर्स्टमा कहाँ जाने थाहा छैन है जानुपर्छ फर्स्टमै
खतरा ठाउँमा अब स्विमिङ हान्ने कस्तो हुनेछ अब नजाराहरू होइन फर्स्टमै स्विमिङ हान्नलाई हो फर्स्टमै त्यो हान्न नजाने स्विमिङमा हान्ने हो फर्स्टमै स्विमिङ हान्ने यस्तो हान्नेहरू यस्तो खेल्न पाउँछ अरे नि त वाउ हान्नुपर्छ हाम्रो केटाहरू चाहिँ गइसकेको छ होइन म पनि जाँदैछ पानीभित्र हेर्नु होला हामी चाहिँ रेडी भइसक्यो केटाहरू सबजना है हो केटाहरू एकछिन पक्रेर एउटा सेल्फी त हान्नु पऱ्यो नि त यार केटाहरू यार यो हो नि त तरिका है ओइ मजा आउँदैछ केटाहरू हाम्रो अब हामी चाहिँ स्विमिङ हो डुब्दैन हेर्नु सुनिलाई एकदम माहौल राम्रो लागिरहेछ होइन केटाहरूसँग होस् सुन्दा कस्तो लागिरहेछ डुब्दैन रहेछ त अब आउँछ यहाँ त पुरा त्यो छाड्दैछ एकदम मजा आइरहेछ मजा आउँदो रहेछ यार यसरी जाँदाखेरि क्या हेर त मस्त डुब्दैन रहेछ है मजा आउँदो रहेछ क्या अहिले जानुपर्छ यहाँ माथि अहिले पछि हामी यहाँ माथि जाने माथिबाट चढेर सुई हानिदिने हो होइन त्यो खेल्नुपर्छ है प्रेम हुन्छ कि हुँदैन कस्तो एउटा फोटो एकदम बवाल रमाइलो Yes, guys, yes. यो नि त यतिकै चाहिँ मजा हो क्या के गर्ने भन्दा यत्तिकै भइहाल्छ है ट्युब लिएर जानुपर्छ नि हो त्यसो जाने हो केटाहरू एकछिन भिडियो खिच्ने भनेको केटाहरूमा कोही त्यो गर्दै गर्दैन अब लगभग यो वाला चाहिँ पुग्यो हामीले अब यो नखेलेर अब अर्को बेलुन कस्तो रे कस्तो वाला खेल्ने रे अर्को वाला त्यो पाइपवाला ट्युबवाला खेल्ने रे त्यहाँ ट्युबमाथि चढेर खेल्नुपर्ने त्यहाँ खेल्न जाने अब एकदम अब केटाहरूको हाम्रो फर्स्ट राउन्ड चाहिँ सकिसक्यो अब सेकेन्ड राउन्डको तर्फ जाँदैछु सेकेन्ड राउन्डमा चाहिँ बबाल है यहाँतिर हेर्नु होला म हेर्दिनँ म आएको चिनिदिन्छु चस्मा लगाएको छ मैले है मैले केही देखिनँ केटाले देखेँ के देखेन है हजुर रमाइलो भइरहेछ केटाहरू तर यस्तो सोचेको थिएन है बबाल रहेछ है कस्तो लाग्यो प्रेम सर बबाल है सोचेको यो अब डिफ्रेन्ट नै पाएँ यस्तो रमाइलो अब लाइफमा कहिले गरेको थिएन यस्तो लाइफमा गर्नुपर्छ एकचोटि होइन गर्दैछु त्यो होइन गर्नुभयो अझै गर्नुपर्छ है त होइन सुइलाई
सो अहिले चाहिँ हामी यस्तो फिल भइरहेको छ कि हामी छुट्टै संसारमा छु जस्तो होइन एकदम जहाँ चाहिँ कुनै चिजको मतलब छैन एकदम रमाइलो मात्र खुसियाली मात्र छ त्यस्तो ठाउँमा आएको जस्तो फिल भइरहेको छ सो हाम्रो नेक्स्ट लेभल चाहिँ हुँदैछ यस्तो यहाँ यस्तो ट्युबमाथि चढेर यस्तो जानेवाला हाम्रो अब यसमा हेर्छौँ कस्तो हुनेछ मजा अघि फर्स्टमा चाहिँ मजा आयो होइन अब यसमा चाहिँ कस्तो हुने रहेछ तपाईँलाई पनि देखाउने छु हेर्दै जानु होला हाम्रो चाहिँ अब यो ट्युबको नेक्स्ट लेभल भनेको हाम्रो ट्युबको अब हाम्रो केटाले पाइसकेको छ ट्युब अब उसले चाहिँ अब लिइसक्यो अब मेरो लागि ऊ त्यहाँ छ त्यो लिन्छौँ होइन ऊ त्यो चाहिँ मेरो लागि हो त्यो ट्युब त्यो ट्युबमा चाहिँ अब म चढ्छौँ अनि हेर्छौँ कस्तो हुने रहेछ होइन दाजुले चाहिँ ट्युब ल्याइसकेको छ हाम्रो लागि अब त्यहाँबाट हामी चढ्छौँ अनि रमाइलो गर्छौँ केटाहरू ल अब हाम्रो सेकेन्ड पार्ट पनि सुरु भयो सेकेन्ड राउन्ड यसको गाइस लु 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 चाहियो मलाई एउटा चाहियो नि त लु 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 हाम्रो आइसक्यो यसमा अब यसमा बसौँ म त्यहाँबाट बसौँ न कहाँबाट बस्ने हो ल बसौँ न त हो यार पहिला बिसाउ न पहिला बिसाउ पछाडि ल बिसायो अब उफ्रिउ उफ्रिउ न पछाडि अब अगाडि आउने यो त अब यसरी हातले चाल्ने हिँडेर आइज न छिटो प्रेम कस्तो म त एक भइसक्यो मेरो त भइसक्यो है आइसक्यो अब यहाँदेखि स्टार्ट हुन्छ मेन यहाँदेखि अन्त स्टार्ट ओए मा एकैजना पक्न यार मलाई पनि पक्न ओए मलाई पनि पक्न यहाँ सुरु ओए सुरु हो जाम न केटाहरू छिटो ओए मा ओके सरी एकछिन समाउनु त हाम्रो यहाँदेखि सुरु हुन्छ जस्ट वेट अ मिनट सेम टाइम यो न छिटो हाम्रो चारजना अब यहाँबाट सुरु हुन्छ मेन मोबाइल होइन यहाँबाट सुरु हुनु जानु रहेछ रेडी ओए म गयो छिटो त्यहाँदेखि त खस्दै जाँदैन रहेछ फेरि यहाँ टाइम आउँछ होला फेरि होइन त्यस्तै आउँछ होला जस्तो लागिरहेछ केटाहरू खोइ प्रेम कहाँ गयो त्यो ओ प्रेम छिटो आउन यार ऊ त्यहाँबाट फेरि सुरु रहेछ केटा ऊ त्यहाँबाट फेरि आउँछ जस्तै ओहो यहाँबाट फेरि सुरु आउनुहुन्छ यहाँबाट हेर्नु ल फेरि यहाँबाट सुरु ओ छिटो आउन ओ सुसिलो है What's up together? Yeah, together. Oh yeah, no problem. Oh, Naka. Sunda yaar. Yeah, no logo. Oh, Prem. Kare Prem, हाम्रो प्रेम आउँदैछ हामी केटाहरु यहाँ हाम्रो ग्रुपै यतै छ चारजना सँगै जानुपर्छ भनेर हामी यहाँ चट्टा लाएर र ठिक छ कस्तो मजा आइरहेछ है रमाइलो लागेछ नि असुविधा कस्तो रमाइलो रहेछ नि रमाइलो भइरहेछ कसम अब ऊ माथि जाने के यो माथि होइन चढेर सुई यहाँ जाने कसरी बबल मजा आउँछ यसमा चाहिँ यो खेल्न जाने प्रेम सर प्रेम कस्तो मजा आइरहेछ अलिक चाँडो आउने यार लास्ट ढिलो प्रेमले सक्यो है यहाँ हेर्न फेरि यहाँ जाउँ होला फेरि एक राउन्ड
ओइ हो फेरि फेरि एक राउन्ड हामीले केटाहरू फेरि टाका धेरै छ एक राउन्ड 2 राउन्डै हालिदिन्छ एकैचोटि होइन के होइन ए मैले त अघि ठाउँ सेम अघि ठाउँ जस्तै ए यहाँ होइन रहेछ गुफा रहेछ नि यहाँ त फेरि त्यो गुफाभित्र केटाहरू अब सुशीलाई यो मेरो खुट्टा उता सुशीलाईको खुट्टा चौधरीको खुट्टासँग खुट्टा राख्नु पाउनु भनेको धेरै ठुलो कुरा हो हाम्रो यहाँ दाजु सौसिज दाई हाम्रो हिरो अनमोल केसीको दाई उता अनमोल केसीको दाई हो प्रेम सर हाम्रो अब यहाँ पछि चाहिँ अब डरनाक खतरनाक भन्दा पनि यहाँ गुफा सुरु हुँदो रहेछ गुफाभित्र यहाँभित्र चाहिँ अब जनावरहरूले हुनसक्छ है अब जनावर भए पनि अब म चाहिँ यहाँको सेयर हो नि त मलाई डर लागिरहेको छैन यस्तो होइन अब हाम्रो गुफाको इन्ट्री चट्टलै गुफाभित्र ओए प्रेम सर हेर्छ बेजन नगर नि यार मजा पहिला भइरहेछ जोस रमाइलो लागिरहेछ जोस केटाहरूसँग यसरी आउनु पाइयो ओ आउन केटाहरू छिटो खोइ प्रेम सर प्रेम बवाल यार छाले राम्रो होइन क्या